कर्णाली प्रदेशको सल्यान जिल्लाबाट दाङ झरेको थियो घनश्याम पाण्डेको परिवार। 2030 भाद्र 8 गते एक सामान्य किसान परिवारमा जन्मेका थिए उनी। सानैदेखि तीक्ष्ण बुद्धि र नेतृत्व क्षमतामा अब्बल भएका कारण उनले स्कुल पढ्दादेखि नै विभिन्न क्लबहरूको नेतृत्व गर्दथे। 2046 मा जनतामावि हंसपुरबाट एसएलसी उनले प्रथम श्रेणीमा उत्तीर्ण गरे। उक्त विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्ने उनी पहिलो विद्यार्थी पनि हुन्। विद्यार्थी कालदेखि नै पाण्डे राजनीतिमा सक्रिय भएका थिए। तत्कालीन समयमा स्थानीय स्तरमा विज्ञान अध्यापन गराउने कलेज नभएका कारण उनले त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट आइएससी र बीएससी उत्तीर्ण गरेका हुन्। क्याम्पस अध्ययनका क्रममा उनले अनिराश्रीब्यूका तर्फबाट पाल्पा क्याम्पसको ब्यूको उपसभापति भएर नेतृत्व समेत गरेका थिए। विक्रम सम्वत 2054 सालमा नेपालकै कान्छो उपमेयरका रूपमा उनी 23 वर्षको उमेरमै तुलसीपुर उपमहानगरपालिकाको जिम्मेवारी पूरा गरेका थिए। स्थानीय सरकारको प्रतिनिधिका रूपमा उनले तुलसीपुरमा विभिन्न नमुना कामहरू गरेका थिए। सामुदायिक वनको अभियानमा स्थानीय स्तरदेखि जोडिएका पाण्डे सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय अध्यक्ष र विश्व सामुदायिक वन सञ्जालको संयोजकको रूपमा भूमिका निर्वाह गरिसकेका छन्। उनले नेपाल र नेपाल बाहिर विश्वका करिब 60 देशमा सामुदायिक वनको अभियान विस्तार गर्ने, वनमाथि स्थानीय समुदाय र आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्रसङ्घदेखि विभिन्न विश्वका मञ्चहरूमा सशक्त भूमिका निभाएका छन्। 2042-43 पछिका सबै राजनीतिक तथा सामाजिक आन्दोलनमा निरन्तर सक्रिय भएका पाण्डेले 2062-63 को जनआन्दोलनमा सामुदायिक वन र नागरिक आन्दोलनको तर्फबाट देशव्यापी लाखौं मानिसहरू परिचालन गरेका थिए। सोही क्रममा काठमाडौँमा 1 महिना विभिन्न राजनीतिक दलका केन्द्रीय नेतासँगै हिरासत बसी सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। सामुदायिक वन, सहकारी बैंक तथा वित्तीय संस्था, सामुदायिक रेडियो, युवा उद्यमशीलता अभियान, शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा अनुकरणीय काम गरेका पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। 2074 सालमा भएको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको मेयरका रूपमा लोकप्रिय मतका साथ उनी विजयी भएका थिए। अध्ययन, अभियान, अनुसन्धान र सामाजिक रूपान्तरणमा क्रियाशील भइरहने पाण्डेले कानुनमा स्नातक, ग्रामीण विकासमा स्नातकोत्तर गरी हाल चेक गणतन्त्रबाट जैविक अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका छन्। नेकपा एमालेको विदेश विभाग प्रमुख समेत रहेका पाण्डेले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत दखल राख्ने गरेका छन्। पश्चिम दाङको समग्र विकासका लागि पश्चिम दाङकै छोरोलाई मत दिएर विजयी बनाउनु हुन हार्दिक अनुरोध छ।